सो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। ल हिजोको पार्ट 2 आज आइसकेको छ। हेर्नुहोस् यहाँनिर हिजोकै टिम भर्सेस आजकै टिम छ, तर म्याचको रन पनि त्यही हो कि, तर आज चाहिँ टिम अलिक फरक छ। ल आज चाहिँ सबै यहाँ क्याप्चर गरिन्छ, हिजोको भिडियोसँगै यो भिडियो आउँछ है। गेम स्टार्ट 3 अबको गेम स्टार्ट है। 3 ट्राइबल है। 3 2 1 गो। गेम स्टार्ट भइसकेको छ। अब गेम स्टार्ट भइसकेको छ। रनर कोही छैन, सिङ्गल खेलेको छ। अस्तिको म्याचको बाजी भनेको नि तिमीहरूले। ल त अब चाहिँ म्याच स्टार्ट हुन गएको छ। 3 2 1 गो। आजको म्याच स्टार्ट भइसक्यो। एकचोटि खेल्नु छिटो म्याच स्टार्ट गरिदिनुहोस्। आज बिजुले 100 रन हान्यो नि मै उठेर ताली पड्काउँछु। पहिलो बल उलाएको छ र 1 रन लिइसक्नु भएको छ यहाँनिर विदुरजीले, र यसको साथै यहाँनिर फर्स्ट बलको समाप्त भइसकेको छ। ल अब यहाँनिर राम्ररी हात बसिसकेको छ हाम्रो विदुर सरको। ल अब विदुर सरले छक्का हान्नु सक्नुहुन्छ भने मैले धेरै 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 चाहेर आएको छु। मेरै टिम हो। यहाँ रहेछ छेपारो। ल विदुरजीले पुऱ्याइसक्नु भएको छ। 1 रन मात्र भए हुनुहुन्छ, उहाँले हेर्न सक्नुहुन्छ गाइज। यो भिडियो भरे टिकटक होइन, इन्स्टाग्राम अनि त्यसपछि युट्युबमा 79 रन भइसकेको छ यहाँनिर। ल यसैको साथै चौका जान्छ भन्ने आशा राखेको थिएँ। चौका त गएन। 3 रन त भ्याउनुहुन्छ भने मैले आशा राखेको छु। छिटो गर्नु होला विदुर कटेलजी। र 3 रनको समाप्त भइसकेको छ यहाँनिर। विदुरजीले 79 70 80 81 82 रनको हामीले रक्ष दाम खडा गरिसकेको छौँ यहाँनिर। अझै कति हो? 5 ओभर बाँकी छ। अझै 4 ओभर बाँकी छ। 4 ओभर र 5 ओभर 3 बल 6 बल 5 ओभर 2 बल भइसकेको छ यहाँनिर। हिजो 5 को खेलेको होइन हामीले। ल यसमा चौका गएन, क्याच ड्रप भइसकेको छ यहाँनिर। क्याच ड्रप भइसकेको छ। 83 रनको लक्ष्य हामीले अझै पारिसकेको छौँ। अझै हामीलाई 4 ओभर अझै बाँकी छ। हामीले 100 रन पुगाउँछौँ भन्ने मैले आशा राखेको छु कटेलजीले। वाइड बल झन्नले, नो बल अलिकतिले। 84 रन। हाम्रो विदुर अलराउन्डर आज राम्रो ब्याटिङ गरिराख्नु भएको छ। उहाँले 50 रन पुगाउनको लागि 1 रन बाँकी छ। ल आफ्नो 6 हालेर उहाँले 50 रन पुगाउनु भएको छ। ब्याट उठाइदिनुहोस् विदुरजी। यता 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 ब्याट उठाइदिनुहोस् न यता। आज 50 रन के हिजो 50 कति रन थियो तेरो? 50 अरे 40 कति रन थियो, भर्खर 50 पुग्यो। उहाँले अहिले 50 रन पुगाएको अवस्थामा ल फेरि छक्का फेरि नाइस छक्का हानिसक्नु भएको छ विदुरजीले। उहाँ युवा खेलाडी हुनुहुन्छ, उहाँले फेरि ब्याट उठाइसक्नु भएको छ आफ्नो छक्काले 50 रन पुगाएर। हाम्रो 82 रन 83 84 85 86 87 88 89 90 91 92 94 रनको हामीले अझै लक्ष्य पारिसकेको छौँ यहाँनिर। उहाँले फेरि गरिसक्नु भएको त ड्रप भएर क्याच ड्रप भयो। 1 ड्रप भएको थियो क्याच। ड्रप क्याच थियो।
ल यो बल डट गइसकेको छ तपाईँले रन कुद्न पाउनुहुन्थ्यो त्यही पनि कुद्नु भएन तपाईँले वाइड रनमा वाइड बल यो कितनी अंदर बल फ्याँकिए वहाँदेखि नि आइपुगिसक्यो गाइस बल हेर्न सक्नुहुन्छ प्रिन्सिपल बुढो गइसक्यो प्रिन्सिपल लास्ट बल छ अब यहाँनिर 4 ओभर बाँकी छ अब 3 ओभर बाँकी हुन्छ यो बल गइसकेपछि ल बेदुर्जीले छक्का हानेर आफ्नो गेमको 100 रन पुगाइसक्नु भएको छ आफ्नो गेमको 100 रन पुगाइसक्नु भएको छ आफ्नो टिमको ल अब यहाँदेखि हामीले कति रन हान्न सक्छौँ त अब यहाँदेखि सकिन्छ गाइस हाम्रो 100 रन पुगिसक्यो हाम्रो टिमको 94 देखि 100 रन पुग्यो अब यो सिधै ओभर चेन्ज भएको छ यो ओभरको तेस्रो 7औं बलको पहिलो बल ल यो पनि झन्डै चौका गएको छैन तपाईले 3 रन भ्याउनुहुन्छ भएको छैन लास्ट बल 4 रनको उयो छ हुन्छ चौका भएन 3 रन मात्र भयो हाम्रो 103 रन भइसकेको छ हाम्रो वाइड बल भइसकेको छ यहाँनिर र उहाँको झन्डा नो बल पनि जान आँटिसकेको थियो यो पनि वाइड गइसकेको छ हैन वाइड छैन उहाँले छोडिदिनु भएको छ किन हो ल यो वाइड बल गइसकेको छ यसको समाप्तिमा 105 रन पुगिसकेको छ 3 बल भयो झन्डाले नो बल पनि जान आँटेको थियो तपाईले